हेलो साथीहरु, अहिले चाहिँ ड्युटी सकेर रुम जाने क्रममा है। जहिले यस्तै हो, राति हुन्छ हैन। दिनमा भिडियो खिच्न नि पाउँदैन, बनाउनै पाउँदैन, किनभने नाइट ड्युटी छ। यस्तै चाहिँ जिन्दगी दुःख सुख चलिरहेछ भनौँ। अहिले चाहिँ यसो बाटोमा हिँड्न अल्छी लागेर यसो भिडियो बनाउँदै गइरहेको छु। खासै राम्रो त आउँदैन होला, त्यही पनि हेरेर मजा लिनु होला भन्न चाहे। त्यस्तै त जिन्दगी हजुर, के गर्नु। परदेशी ठाउँ ड्युटी गर्नै पर्यो, 12 घन्टा ड्युटी गर्नुपर्छ। यस्तै हो हजुर, काम नगरी ड्युटी नगरी धर छैन, यहाँ सुख छैन। ड्युटी गर्नुपर्छ। ड्युटी गरेन भने, एक दिन सुत्यो भने 2 दिनको पैसा काट्छ यहाँको साहुहरूले। गाह्रो छ हजुर, के गर्ने। यस्तै छ जिन्दगी, जसरी भए पनि चलाउनै परेको छ, दुःख सुख होइन भने। के छ भने, के छ तिम्रो भनाइ? मेरो भने पनि त्यही हो, गाह्रो छ नि है। गाह्रो छ। यहाँ चाहिँ यसरी बाहिर पनि पानी पिउनको लागि धाराहरू राखेको हुन्छ घर छेउछाउमा। त्यो कोही कति बेला टी खाइरहेको हुन्छ मान्छेहरू बाहिर हिँड्दाखेरि, अनि उनीहरूलाई पानी पिउनको लागि सजिलो होस् भनेर होइन। यो सुविधा चाहिँ धेरै सुविधा छ यहाँ नेपालको जस्तो। अब पानी किनिराख्नु जरुरत छैन, ठाउँ ठाउँमा पानी राख्दैकै हुन्छ। यो चाहिँ फेरि यहाँको घरबेटीले आफैले राखिदिने हो, जस्तै आफ्नो घर छेउछाउमा एउटा अलिक त्यस्तो सोच्ने जान्ने बुझ्नेले राखिदिन्छ पानी। ल कस्तो राम्रो फुल छ यहाँ घरमा, हेर्नुहोस् त। त्यो राति भएर अलिक राम्रो देखिएको छैन, लाइटले गर्दा टल्किएर। जोस् राम्रो छ। छम 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 ती आउँछु बजाउँदा फाइनली साथीहरू अब रुम आइपुग्न लाग्यो है।